रसियन प्रेसिडेन्ट भ्लादिमिर पुटिन ऊ जब लास्ट टाइम इन्डिया आएको थियो नि त्यति बेला उसले इङ्ग्लिसबाट बात गरेन, उसले रसियन भाषाबाटै बोल्यो, जसलाई चाहिँ ट्रान्सलेटरले ट्रान्सलेट गरिसकेपछि चाहिँ इन्डियनहरूले चाहिँ उसले के भन्दैछ भन्ने कुराहरू बुझ्यो। सी जिनपिङ आयो, उसले इङ्ग्लिस बोलेन। म्याक्रोन आयो, उसले आफ्नै भाषा बोल्यो। थाहा छ यो मान्छेहरू आफ्नो कुर्सी आफ्नो पोजिसन लिएर मात्र आउँदैन क्या, यो मान्छेहरू आफ्नो पहिचान आफ्नो आइडेन्टिटी आफ्नो संस्कृति चाहिँ भाषामा बोकेर आउँछ क्या यिनीहरू। अब मेस्सी लास्ट टाइम इन्डिया आएको होइन, उसले आफ्नै भाषा बोल्यो क्या, उसले आफ्नै भाषा बोल्यो, तर पनि उसलाई भेट्नको लागि ठुलो ठुलो फिल्म स्टारहरू है उनीहरू चाहिँ लाइनमा बसिरहेको थिए क्या। अब छोडिदिउँ यो कुरा छोडिदिउँ। मैले यो भिडियो बनाउनुको उद्देश्य चाहिँ के छ भन्दाखेरि चाहिँ नि भाषा भन्ने कुनै पनि एउटा कम्युनिटीको लागि चाहिँ भाषा भनेको चाहिँ कतिको ठुलो इम्पोर्टेन्ट कुरा हो र कतिको ठुलो सम्पत्ति हो भन्ने कुरा चाहिँ यो ठुल्ठुलो सेलिब्रिटीहरूले यो ठुल्ठुलो स्पोर्ट्स पर्सनहरूले हामीलाई सिकाउँछ क्या। हाम्रै नानीहरूले नि आफ्नो आफ्नो मातृभाषा बोल्दाखेरि है हामीलाई अहिले लाज लाग्छ क्या, इङ्ग्लिस बोल्नुपर्छ क्या हाम्रो नानीहरूले। हाम्रो नानीले इङ्ग्लिस बोल्यो भने हामीलाई खुसी लाग्छ क्या, के दामी फरर इङ्ग्लिस बोलेको भन्छौँ क्या। तर त्यही नानीले यदि शुद्ध नेपाली भाषाको उच्चारण गरेर ऊ बोलिरहेको छ भने नि हामीलाई फरकै पर्दैन, हामीलाई मतलबै हुँदैन। हामीले सोच्ने गर्छौँ जसले इङ्ग्लिस बोल्यो ऊ चाहिँ ज्ञानी हो, तर वास्तविकता चाहिँ के हो भन्दाखेरि चाहिँ अङ्ग्रेजी चाहिँ एउटा भाषा मात्र हो। जसरी अहिले म नेपाली बोलिरहेको छु नि त्यसरी नै कसैले अङ्ग्रेजी भाषाबाट बोल्यो भने त्यो जस्ट बोलेको मात्र हो क्या। इङ्ग्लिस फरर बोल्यो भन्दैमा ऊ कतिको ज्ञानी छ, ऊ कतिको बुद्धिमान छ, उसले कतिको बुझेको छ त्यो हामीले छुटाउनु सक्दैनौँ क्या। यसको मतलब यो होइन कि फेरि इङ्ग्लिस सिक्दै नसिक्नु भनेको होइन, इङ्ग्लिस सिक्नुपर्छ। इङ्ग्लिस सिक्यो भने हामीले सिक्दै गरेको ज्ञानमा अझै एउटा ल्याङ्ग्वेज थपिन्छ। इङ्ग्लिस जति नानीले सिक्दैछ त्यति नै नानीले नेपाली पनि सिक्नु जरुरी छ। र हामीले गोर्खाल्यान्ड 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 भन्छौँ नि, अब यो कुराले धेरैजनाको चित्त दुख्नु सक्छ, तर सत्य तितो हुन्छ है। हामी गोर्खाल्यान्ड 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 भन्छौँ नि, तर त्यही गोर्खाल्यान्डमा बस्ने नानी ससाना नानीहरूलाई चाहिँ हामीले नानी यता आउ त ट ठ ड ढ यो यति चाहिँ खातामा लेख त कस्तो हुन्छ भन्यो भने त्यो नानीलाई त्यो शब्दहरू लेख्नु एलियनको भाषा जस्तो लाग्छ क्या, कहिले नसुनेको टाइपको उनीहरूले फिल गरिदिन्छ अथवा उनीहरूले लेख्न सक्दैन। मैले सबैलाई भनेको होइन, सबैजनालाई भनेको होइन, तर कोही कोहीको चाहिँ हालत त्यस्तो भइसकेको छ। र हामीले सबैभन्दा पहिला क्या हाम्रो सबैभन्दा नम्बर 1 तयारी हुन्छ नि, सबैभन्दा पहिलो तयारी भनेको चाहिँ नि हामीले आफ्नो भाषामा ध्यान दिनुपर्छ क्या। किनभने यो विश्वको यस्तो ख्यातिप्राप्त मान्छेहरूले पनि हामीलाई यही सिकाउँछ कि भाषा नै प्राण हो अनि यसले नै हाम्रो संस्कृति बोकेको हुन्छ क्या।